आज जीटीए को प्रिन्सिपल सेक्रेटरी श्रीमती समा प्रवीण आईएएस उहाँको अनुपस्थितिमा जीटीए का सेक्रेटरी सुदन भुटियासँग हाम्रो भेटघाट भयो। त्यसमा सोनाम भुटिया उहाँ पनि हुनुहुन्थ्यो र हाम्रो तर्फबाट म, हाम्रो भाइस प्रेसिडेन्ट प्रदीप प्रधान, त्यहाँदेखिको हाम्रो सेन्ट्रल कमिटी मेम्बर के प्रधान, सेन्ट्रल कमिटी मेम्बर पीएस दर्नाल, हाम्रो सेक्रेटरी अनिलदीप राई, दावा लेप्चा सेक्रेटरी उपस्थित थियो र विशेष मेमोरेन्डम चाहिँ हामीले के को लागि बुझाएको छौं भन्दाखेरि एडमिनिस्ट्रेटिभ इन्टरभेन्सन necessary action regarding allegation of corruption, financial irregularities and administrative malpractices within GTA. जुन प्रकारले GTA मा म्यासिभ करप्सन छ, एडमिनिस्ट्रेटिभ malpractices छ, त्यसको नेसेसरी इन्टरभेन्सन र त्यसको एक्सनको लागि बुझाएको छौं। र नम्बर 1 मा एडुकेसन सेक्टरमा, अब एडुकेसन सेक्टरमा विदाउट एसएससी टिचर्स रिक्रुटमेन्ट भएकै हो है, र त्यहाँदेखिको फेक टेट टिचर्स इलिजिबिलिटी टेस्ट 2021 मा 14 फेब्रुअरी मा यहाँनिर भएको थियो। त्यति बेला पार्थ च्याटर्जी एडुकेसन मिनिस्टर हुनुहुन्थ्यो, कलकत्तामा म, डाक्टर भुजेल र प्रकाश गुरुङ थियो। त्यति बेला सोद्धाखेरि उहाँले टेट हामीले कुनै प्रकारको एप्रुभल दिएको छैनौं र यो जुन चाहिँ टेट हुँदैछ दिस इज अ फेक टेट भनेको। हामीले यहाँ जनतालाई बुझाउने कोसिस गर्यो, बुझेन। आज 14,000 टेट परीक्षार्थीहरूको भविष्य डामाडोल छ। त्यहाँ पनि म्यासिभ करप्सन भएको छ, फर्मको पैसा उठाएको छ, तर केही हरिसाब छैन। अर्को कुरो सेन्ट्रल युनिभर्सिटी दार्जिलिङ हिल युनिभर्सिटी मङ्पुमा हामीले पहिला सेन्ट्रल युनिभर्सिटीको डीपीआर बनाएर अर्कै ल्यान्डमा बुझाएको थियौं, तर कसको एउटा लोभमा जोगीघाटमा सेन्ट्रल दार्जिलिङ हिल युनिभर्सिटी बनाउने एउटा योजना चल्यो। त्यहाँ जोगीघाटलाई अगावै यो बाबा रामदेवको जुन चाहिँ पतञ्जलि छ त्यसको एउटा ठुलो त्यहाँनिर प्रोजेक्टको एउटा कुरो चल्दै थियो। त्यसले भयङ्कर डरलाग्दो यहाँको लोकल इम्प्लोइमेन्ट हुन्थ्यो है, र आज 32 करोड रुपियाँ त्यसको लागि आएको छ, जुन चाहिँ दार्जिलिङ हिल युनिभर्सिटीको लागि। तर त्यो पैसा कहाँ गयो त्यो अझैसम्म याद छैन। दार्जिलिङ हिल युनिभर्सिटी मङ्पुको आइटिआईमा चलिरहेको छ है। यो एउटा एकदमै गम्भीर विषय हो। र अर्को कुरो प्राइम मिनिस्टर आवास योजना 25,000 देखिको 50,000 बेनिफिसियरीहरुकोबाट पैसा उठाएको छ, तर के भयो आजसम्म कसैलाई याद छैन। करप्सन अमृत र हर घर जल योजना, हर घर जल योजनाको त दुनियाँलाई याद छ कि पानीको लाइन बिछायो, पानी छैन, ट्याङ्की बनायो, पानी छैन है। र अब यहाँनिर भयङ्करै डरलाग्दो धाँधली भएको छ। हुनु त एक्जिक्युटिङ एजेन्सी चाहिँ जिटिए हो, तर यो जुन चाहिँ के भो प्रोजेक्ट छ नेउराले गरेको हो है। र यसमा एकदमै डरलाग्दो छानबिन गरेर दोषीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्छ। अमृतको पनि त्यही भएको छ है, अमृतमा पनि धाँधली भएको छ। त्यसले गर्दाखेरि
अहिलेसम्म मान्छेले पिउने पानी पाएको छैन। पिउने पानीको कति डरलाग्दो समस्या छ र यो घोटालाहरूमा चाहिँ सरकारले नजर राख्नुपर्छ। डाइभर्जन अफ करप्सन एन्ड डाइभर्जन इन द फुड एन्ड सप्लाई डिपार्टमेन्ट, त्यहाँ पनि धाँधली भएको छ। फुड एन्ड सप्लाई डिपार्टमेन्टमा पनि त्यो पनि हेर्नुपर्छ। अर्को अब अहिले रिसेन्टली निस्किएको भारत ब्रान्ड चाना दाल डिस्ट्रिब्युसन स्क्याम, चाना दाल 300 करोड रुपियाँको चाना दाल स्क्याम भयो भन्दैछ। को संलग्न छ यो कुरा यहाँ हेर्नुपर्छ, एकदमै डरलाग्दो हेर्नुपर्छ। र विशेष हामीले प्रिन्सिपल सेक्रेटरीलाई के भनेको छौँ भने इमिडिएटली इनिसिएट अ फेयर, ट्रान्सप्यारेन्ट एन्ड इन्डिपेन्डेन्ट इन्क्वायरी इन्टु अल द एलिगेसन मेन्सन्ड इन दिस मेमोरेन्डम। एकदमै ट्रान्सप्यारेन्ट इन्क्वायरी एकदम छिटो हुनुपर्छ। हाई लेभल इन्भेस्टिगेसन टिम हुनुपर्छ। रिक्रुटमेन्ट इरेगुलरिटिज, फाइनेन्शियल ट्रान्जेक्सनको, डेभलपमेन्ट फन्ड, वेलफेयर स्किमको इम्प्लिमेन्टेसन अन्डर जिटिए को जाँच हुनुपर्छ। अल कन्सर्न डिपार्टमेन्टलाई फाइनेन्शियल रिपोर्टहरू, डल्लै अडिटेड एकाउन्टहरू सबै माग्नुपर्छ। क्रिमिनल एन्ड डिपार्टमेन्टल प्रोसिडिङ्स जसले गुना गरेको छ त्यो माथि हुनुपर्छ। र हामीले उहाँहरूलाई 7 दिनको टाइम दिएको छौँ। 7 दिनमा कति एक्सन हुन्छ हामी उहाँहरूसँग जोगाजोग गरेर फेरि भएन भने फेरि एकपल्ट आउँछौँ। र यो चाहिँ उहाँहरूले भन्नुभएको छ, तपाईँहरूले अहिले गएर सोध्नु पनि होस् के चाहिँ हुन्छ यसको एक्सन। जनताले पर्खिरहेको छ। मान्छेले करप्सन जुन भएको छ त्यो करप्सन माथि चाहिँ जनताको एउटा गिद्धे नजर छ र जिटिएले त्यो माथि के गर्छ त्यो तपाईँहरूले सोधिदिनुहोस् है। होइन, हामी उहाँहरूले प्रिन्सिपल सेक्रेटरी सोमबार आउँदैछ अरे, प्रिन्सिपल सेक्रेटरीसँग राखेर एउटा त्यहाँदेखिको इन्क्वायरी टिमहरू जे गर्नु भनेको छ त्यो हामी गर्छु भनेको छ। तर तपाईँहरूको मुखारबिन्दबाट पनि सोधिदिनुहोस्। के टाइम फ्रेम राख्नुभएको छ? 17 देखि कति इन्क्वायरी कि जिटिए सुरु भएकोदेखि नै इन्क्वायरी हुनुपर्छ? होइन, 17 देखिको त्यो योभन्दा अगाडि त यो टाइपकोहरू थिएन नि त केही पनि। हर घर जल योजना थिएन, अमृत थिएन, चाना दाल घोटाला थिएन है, र अहिले टेट थिएन, फुड एन्ड सप्लाईमा त्यो प्रकारको उयो थिएन। र अब यो 2017 देखिको उता जुन चाहिँ घोटाला भएको छ त्यसको जाँच हुनुपर्छ। हाल अहिले प्रेजेन्ट जिटिए चिफ अनित थापाले भन्नुभएको छ नि यो त 2011 देखि नै अहिले गरोस् न त। 2011 देखिको सपोर्ट पनि गर्छ भने पनि गरोस् न, त्यो चाहिँ उसको भनाइ हो नि त। प्रत्येक प्रोजेक्ट तपाईँलाई डिटेल्स अहिले एक एकवटा प्रोजेक्टको यसमा हुनुपर्छ इन्क्वायरी, उसले गरोस्। 11 देखि गरोस् कि 88 देखि गरोस्। नेताहरू उहाँहरूमाथि त करप्सनको आरोप धेरै लागिरहेको छ, तर धेरैहरू चाहिँ अफिस स्टाफमा पनि करप्सन हेपी छ भने जे छ आरोप त्यो माथि सबै एकदमै हामीले यहाँ लेखेको छौँ एडमिनिस्ट्रेटिभ म्याल प्र्याक्टिसेस विदिन जिटिए, त्यो पनि छ। आउँछौँ उहाँलाई भेट्छौँ, कहाँसम्म डेभलपमेन्ट भयो त्यो हामी जानकारी लिन्छौँ, फर्दर के हुनुपर्छ त्यो पछाडि गर्छौँ। आजको रेस्पोन्स कस्तो थियो? राम्रो थियो, एकदमै राम्रो थियो। सबै भुक्तभोगी हो, हामी यस्तो भुक्तभोगीहरू हो। यहाँको सेक्रेटरी, एक्जिक्युटिभ डाइरेक्टरहरू पनि सबै हामी यस्तो भुक्तभोगी। Ever thought your college would actually feel like more? A place where teachers know you, guide you, and push you to do better. Where learning isn't limited to books. It is in every fest, every event, every match, every NCC drill. Where you get the freedom to choose ITEP, double measures, and explore what you truly enjoy. Hospitality, tourism, photography, where you discover your path and grow into someone you're proud of. Because it's not just about degree, it's about who you become. One destination in North Bengal. Admissions open. Apply today.